हिजो राति घटेको अत्यन्तै दुःखद घटना। यस्तो घटना कसैलाई पनि नहोस्। भिडियो पुरा हेर्नुहोला। एकजना मोटरसाइकल यात्री बुटोल गोरुसिङे सडक खण्डको लगभग मुर्गियाको आसपासमा रातिको समयमा मोटरसाइकल कुन गतिमा चलेको थियो त्यो थाहा भएन र मोटरसाइकल एक्कासी डाइभर्सनबाट तल खस्दाखेरि मोटरसाइकल चालकको ढाडबाट छड घुसेर पेटतिरबाट निस्किएको र त्यो निकाल्न पुलिसहरूले सबैले नसकेर त्यो छडलाई काटेर चाहिँ त्यो बडीलाई एम्बुलेन्समा हालेर बुटोल पठाएको भन्ने खबर सुनिएको छ। अब त्यो बाटोलाई मात्रै दोष दिने कुरा पनि भएन। बाटो अब यो कुनै असार बसान्ते बाटो त होइन। लखरा लुख्रो धुलोमाथि अलगत्र हाल्यो अनि कालो देखाइयो भयो। यो पूर्व पश्चिम महेन्द्र राजमार्ग अनि के बुटोल गोरुसिङे सडक खण्ड यसलाई चाहिँ राम्रो गुणस्तरीय बाटो बनाउने हो, बनाउँदैछ र यसलाई हामीले अत्ताउने कुरा पनि हुन्न। उसको हिसाबले बनाउँदैछ। ठाउँ ठाउँमा कलपटहरू धेरै परेका छन्। माथि ओभरपासहरू धेरै ठाउँमा बनाउँदैछ। धेरै ठाउँमा कलपट र पुल बनिरहेका छन्। त्यस्तो ठाउँमा खतराको सङ्केतहरू पनि बाटोमा राखेको छ। म पनि बुटोल सडक खण्डमा हिँडिरहेको छु यो बाटोमा र ठाउँ ठाउँमा लगभग बाटो पुरै ओदारेको छ। गाडी चलाउँदा कदापि मदिरा सेवन लागु औषध सेवन केही पनि नगर्नु होला। ढिलो गए अवश्य पुगिन्छ, छिटो जाँदा के कसो भन्न सकिन्न भने जस्तै एकदम स्लोले हिँड्नु होला। रातिमा ठाउँ ठाउँमा लाइट पनि छैन होला। कुनै ठाउँमा त्यो लाइट नभएको कारणले नै अगाडि आउँदाखेरि केही देखिन्न र उताबाट आउने गाडीको जुन फोकस पर्छ त्यो बेलामा पनि केही नदेखिने हुनसक्छ। त्यस्तो बेलामा एकदमै स्लो गाडी गरेर हिँड्नु होला। बाटोको अवस्था एकदम गम्भीर छ। अहिले यो लगभग 1 वर्ष नाग्यो, अझै 2-3 वर्ष लाग्छ यो बाटो बन्नलाई। किनकि यो एकदमै गुणस्तरीय बाटो बनाउने हो, हाइवे रोड हो भन्दाखेरि सबैजना बुटोलदेखि गोरुसिङे इमिलियासम्मको यात्रा गर्दाखेरि एकदमै सतर्कका साथ हिँड्नु होला। ठाउँ ठाउँमा कलपटहरू छन्, खाल्डाहरू छन् है, छडहरू बिछाएको छ, छडहरू ठाडो पारेको छ। पुल बनाउने ठाउँमा एकदमै हेरेर विचार गरेर हिँड्नु होला।